आफ्नै अफिसमा घाँस उम्रिरहेछ, झार उम्रिरहेछ भने त्यो न मेयरले कसरी हरबरा पार्छ, दुई गरिबलाई कसरी रुवाएर हिँडेको छ। हामीले जिताएको हो नि त उहाँलाई, हामीलाई त समय 2 घण्टा दिनु पर्यो नि त। उहाँले त्यो हो हाम्रो भनाइ चाहिँ। बेलुका 2 घण्टा दियो भने बिहान हो, बेलुका 2 घण्टा दियो भने एउटा रोजगार चल्छ के। बिहान दियो न बेलुका 2 घण्टा दिनु पर्यो। समय धेरै मागे नि, तर सार्वजनिक बिदा दिन सबै अफिस अब जिल्ला जम्मै सार्वजनिक बिदा हुँदा हामीले 2 दिवसभरि गरी पनि खाना पाउन भयो। तपाईहरु पनि त अब जस्तै सार्वजनिक बिदा हुँदा हामीलाई दिनभरि चाहिँदैन। डेली दिनको 24 घण्टा 2 घण्टा हामीलाई गर्न दिए हुन्छ फोटो पेपर। व्यवसाय गर्न नपाउनु भएको कति दिन भयो? हामीले भयो आज ल 12-15 दिन भयो। 1 महिना हुँदैछ पानी सोरबाट 1 महिना हामी कोर्सबाट 12-15 दिन अब हामीले 2 घण्टा काम गर्न पाऊँ भन्ने सवाल लिँदै हैन। अब फुटपाथमा पसल गर्नेहरूले चाहिँ अब जस्तै इनकेस अब 2 घण्टा बालेन शाहज्यूको निर्णयबाट चाहिँ 2 घण्टा स्वीकृति भएछ भने पनि तपाईहरुले जहाँ फुटपाथमा व्यापार गर्नुहुन्छ र उठेर जाने बेलामा त्यहाँ आफूले त्यहाँ सिर्जना भएका फोहोरहरूको पनि व्यवस्थापन तपाईहरु आफैले गर्दै हामी व्यवस्था गरिया गर्छु पनि हैन। यदि तपाईले त्यो भने हामी फोहोर व्यवस्था गरेर फोहोर गर्न हामी फुटपाथ त्यो कुरामा पनि परिवर्तन आउनु पर्यो नि त। आफैले व्यवस्था गरेछौँ। हामी फुटपाथ गरेर बाबु फोहोर हामी फोहोर उठाउने कर तिर्न पनि हामी तयार छौँ। फुटपाथ कर तिर्न तयार छौँ हामी। फुटपाथ व्यवसाय गरेर तपाईहरु कर तिर्न तयार हुनुहुन्छ? उहाँले अहिलेसम्म कुनै पनि एजेन्ट पुरा गर्नुभएको छ? गाउँ चुनाव आउन्जेल चाहिँ पुरै आँसु मोर्ने के गरेर गाना गाएर सुनाउने। अहिले चाहिँ यही हो गाना गाएको। हामी पाकिस्तानबाट आएको, इन्डियाबाट आएको र हामी व्यापार गर्नलाई यदि हामीसँग कच्चे अनुसारको पैसा भएको भए दुःख नपाएको भए हामी बाटोमा बस्थ्यौँ। हामी पनि त सटर खोलेर बस्थ्यौँ नि, हो कि भन्नु त? भनेपछि तपाईहरुको यो बाध्यता छ? हाम्रो बाध्यता छैन। त्यही पेसाले बच्चा पढाउनु पर्छ, त्यही पेसाले आफूले भात खानुपर्छ, त्यही पेसाले कोठा बाली तिर्नुपर्छ। अनि हामी जाने कहाँ? यस्तो उमेर भएपछि जाने कहाँ? तपाईँ भन्नुहोस् त, कहाँ जाने हामी अब विदेश छिर्ने? तपाईले यो फुटपाथ व्यवसाय गर्न छाड्नु भएको कति भयो? 1 महिना चान्चुन भइसक्यो। हाम्रो कोठामा त भात बोल्नु अब ग्यास बोल्नु छोडिसक्यो। गर्ने के? हामी भोकले मर्ने? नेपालको मान्छे नेपालमै भोकले मर्नु पाइन्छ? भन्नुहोस् न, तपाईँ भन्नुहोस् न, नेपालको मान्छे नेपालमै भोकले मर्ने कि केही व्यवसाय गरेर खाने? भिख माग्नु जाँदा तपाईँसँग भिख माग्नु जाँदा तपाईँले भिख दिनुहुन्छ मलाई? दिनुहुन्न नि? सम्भव छैन। दिनुहुन्न नि? अनि हामी गरेर के गरेर खाने भन्नु त? मैले अहिले तपाईँको मानि 1 मिनट मान्नु, मैले अहिले तपाईँसँग 10 रुपियाँ दिनुहोस् न मेरो बच्चाले केही खुवाउनु पऱ्यो भने तपाईँ दिनुहुन्छ? दिनुहुन्न नि? म आफ्नो पेसा आफ्नो लगानी लगाएर फास्टफुडमा बसेर 2 घण्टा मागेर टाइम माग्दा पनि उनले दिनु सक्दैन भने उसले गर्नु खोजेको के? अब तपाईहरु यो आन्दोलनलाई कुन रूपमा अघि बढाउनुहुन्छ? आन्दोलन जबसम्म हामीले जुन उहरू छ माग जुन छ त्यो माग पुरा नभएसम्म नि, जुन माग पुरा नभएसम्म हामी त्यो मागसम्म जब उस गरेर लडिरहन्छौँ क्या। यो तपाईहरुको दोस्रो आन्दोलन है? दोस्रो आन्दोलन भयो हाम्रो। विश्वमै फुटपाथ नभएको देश कुन छ? विश्वमै फुटपाथ छ, तर त्यो सरकारले व्यवस्थित गर्न सक्नु पर्यो हैन? फुटपाथ नलागेको देश जस्तै अब फुटपाथले फोहोर गर्ने, फुटपाथले फोहोर गर्ने, सटरवालाले फोहोर गरेको हो। फोटोवाला व्यापार गर्छ, राति भएपछि फुटपाथ राख्छ खाली जग्गा। त्यो गरेर हामी फुटपाथवाला फोहोर टिपेर हामी व्यवस्थित गर्छौँ। हामी पनि त्यो फुटपाथ 2 घण्टा राख्न दिएन। हामी सरकारलाई त्यो फुटपाथ राखेर हामी कर तिर्न तयार छौँ हामी। अब तपाईहरुलाई पनि थाहा होला कि विश्वमा कुन यस्तो देश हो कि फाटफुट गर्न दिएको छैन। म पनि सिङ्गापुर गएको मान्छे हो, मलेसिया बसेको मान्छे हो। मलेसियामा पनि फाटफुट गर्नको लागि 5 बजेदेखि बेलुकाको 8 बजेसम्म दिएकै हो। सबैको टाइम छुटाएको छ। सिङ्गापुर अब सबभन्दा विश्वमा सफा हुने ठाउँ सिङ्गापुर हो। म पनि 3 चोटि सिङ्गापुर गएको छु। सिङ्गापुर पनि गारामा लगाएर बेचिराखेको छ, टेम दिएको छ। है तिमीहरू यो एरिया भयो, यो एरिया भन्दा अरू एरियामा जानु सकिँदैनौ, व्यापार गर्न दिएको छ। र हामी जति पनि व्यापारी जनताले के भनेछ भने हामी 2 घण्टा बिहानको 6 बजेदेखि 8 बजेसम्म, बेलुकाको 5 बजेदेखि 7 बजेसम्म हामीले व्यापार गर्नु। र 5 बजे नदेऊ, 7 बजेदेखि 6 बजेदेखि 8 बजेसम्म हामीले व्यापार गर्न दियो। अरू त्यही चाहिन्छ। हामीलाई त्यस्तो गर्नु आएको थिएन। आजभन्दा 4-5 वर्ष अगाडि हामीलाई त्यो गर्नुभयो। अब अहिले भन्नुहुन्छ भने समय तोकेर राख्न दिएको समयमा हामी बेलुका राख्थ्यौँ। जस्तै 6 बजेपछि राखेको पसल हामीलाई चलाउनु भएको थिएन। 7 बजेपछि राख्न दिनुभयो। अहिले 7:30 बजेपछि पनि राख्न दिइरहनु भएको छ। अहिलेसम्म लगेको छैन। दिउँसो भागेर बस्ने मान्छेहरूको सामान लगेको छ। हामी भागेर बस्दैनौँ। हामीलाई 24 घण्टा व्यापार गर्न दिनैपर्छ। तपाईँहरूले भन्ने पनि भनाइ मेरो होइन होइन। एउटा समय तोकेर व्यापार गर्न दिनुहोस्, बेलुका 2 घण्टा। तर फुटपाथमा व्यापार गर्दा त अब
बाटो हिँड्नु पनि असहज हुने भयो होइन यस्तो विभिन्न समस्याहरू त छन् यस्तो के त भन्नुहुन्छ भने हामीलाई एउटा वैकल्पिक ठाउँको व्यवस्थित गरेर एउटा कुनै ठाउँमा राखेर दिनु न रोडमा हामी निस्केछौँ भने हाम्रो सामान लैजानुहोस् त्यसमा मेरो गुनासो केही पनि छैन चाहे मेरो लानुहोस् चाहे मेरा साथीको लानुहोस् जसको लानुहोस् त्यो त तपाईँहरूले सरकारसँग माग गर्नुपर्ने हो नि त्यही माग गर्नको लागि हामी आएका हौँ महानगरपालिकाले त राम्रो काम गरेको छ भनेका छन् सबैले महानगरपालिकाले नराम्रो काम त गर्नुभएको होइन तर हामी बिहान कमाएर बेलुका खानेलाई के गर्नु त सोझै गोली हान्नु भयो नि त योभन्दा राम्रो गर्ने ठाउँ पनि त के छ त छ भन्नुहोस् त बाँच्ने आधार त चाहियो नि न हाम्रो टेक्ने ठाउँ छ न समाउने ठाउँ छ के गर्नु भनेपछि फुटपाथमा व्यापार गर्नु पाउनु पर्यो पहिलाको जस्तै भन्ने हो तपाईँहरूले एउटा मैले भन्न खोजेको के चाहिँ भन्नुहुन्छ भने हामी बाटैमा जन्मेर बाटैमा मर्नुपर्छ भन्ने मेरो आशा होइन बिहान बेलुका गरी खान चाहिँ पाउनुपर्छ किन विपन्न वर्गका भयौँ हामी न त उँधौली भयौँ न उँभौली भयौँ घाँटे केही गर्न सक्दैनौँ चोरेको होइन ढाँटेको होइन एउटा व्यापार व्यवसाय गरेर हामीले खान पाउनुपर्छ ठिक छ सडक पेटी खुल्ला गर्ने हो जनतालाई सुविधा दिने हो यो कुरामा हाम्रो केही छैन आपत्ति छैन तर यसको व्यवस्थापन कुन खाली ठाउँमा व्यवस्थापन गर्ने त दिएको छ कहीँ तपाईँले बुझ्नु तपाईँहरू यति धेरै सञ्चार माध्यममा लागेको साथीहरू हुनुहुन्छ तपाईँहरूले अहिले बालेनजीले गरेको जुन सडक पेटीबाट उठाउनु भयो त्यो तपाईँहरूको व्यवस्थापन यहाँनिर हो भनेर कहीँ भनेर देख्नु भएको छ ल छ भने तपाईँहरूले मलाई यो ठाउँ छ नि त त्यहाँ जानुपर्ने अनि राज्य के महानगर राज्य होइन मेयर राज्य होइन वडा अध्यक्ष राज्य होइन को हो त राज्य तपाईँ यो देशको नागरिक म यो देशको नागरिक सबै नागरिक हौँ हामीले चुनेर एउटा संस्थाको प्रमुख बनायौँ उहाँ नै हो हाम्रो राज्य महानगरको हक उहाँले महानगरले उठाउनु भयो भने अनि प्रधानमन्त्रीको तहबाट उठाएको हो भने त उहाँहरूले जिम्मेवारी लिनु पर्थ्यो नि त अहिले त देख्दाखेरि त महानगर अगाडि देखियो नि त महानगरसँग के अनि विकल्प दिने ठाउँहरू छैन नि त प्रशस्त ठाउँहरू खाली ठाउँहरू छन् नि त त्यो ठाउँ दिनुहोस् न जस्तो फुटपाथमा व्यापार गर्नेहरूलाई योभन्दा पहिले महानगरले यहाँ तपाईँहरू व्यापार गर्नुहोस् भनेर राखेको पनि होइन त्यो व्यापार गर्नको लागि दिएको ठाउँ पनि होइन अहिले अवैध रूपमा थियो हटाउँदाखेरि आपत्ति चाहिँ किन के खास तपाईँले भनेका कुराहरू के छ भने जस्तै यहाँ 2-4वटा केही संरचनाहरू पनि भत्किए नि केही संरचना भत्के मालिकहरूले के गरे भने आफ्नो यहाँनिर घर बनाए त्यसको अगाडिपट्टि फेरि 2टा सटर हालिदिएर पुनः अर्को भाडा खानको लागि अवैध ढङ्गबाट संरचनाहरू यहाँका धनाढ्यहरूले नै बनाए त्यसरी भाडा पनि वर्षौँ खाए धेरै ठाउँमा त सडकमा पूर्ण रूपमा घरै सडकमै रहेछ ती घर लडेर गए तर त्यो अहिले सडक बने ती कुरा स्वागत योग्य छन् अहिले मात्रै होइन योभन्दा पहिला गरेका काम पनि स्वागत योग्य छन् तर मात्रै कुरा के हो भने उहाँहरूले यो जसरी 81 अहिले जति तपाईँको लगभग 50,000को हाराहारीमा चाहिँ सडक व्यापारीहरू छन् भन्ने कुरा जुन आएको छ स्वरोजगार गरेर खाएका छन् भनेको छ यो राज्यको तपाईँ आज यहाँबाट सबै ठाउँबाट व्यापारीसे ढङ्गबाट हटाउनु भयो भने चाहिँ यो राज्यको लागि पनि अर्को एउटा चुनौती हो नि किनकि भोकमरीको सङ्ख्या नै बढ्ने होला त्यसले गर्दा तपाईँहरूको यो लोकप्रिय मिडियामा म के भन्न चाहन्छु भने हटाउनुपर्छ सबै कुरा लाई व्यवस्थित ढङ्गले जाँदाखेरि उहाँहरूको पनि एउटा चाहिँ गरी खाने ठाउँ चाहिँ काहीँ न काहीँ यसको रिप्लेसमा यो ठाउँ हो है भनेर चाहिँ भन्नुपर्छ त्यहाँ गएर उहाँहरूले मान्नु भएन गर्नु भएन भनेदेखि चाहिँ अनि त्यहाँ पछिबाट चाहिँ अनि उहाँले यस्तो हटाउनुपर्छ भन्ने कुरा त हो 90% जति व्यक्तिहरूले चाहिँ प्रशंसा नै गरिरहेका छन् जसले विरोध गर्छ त्यो राजनैतिक दलको झोले हो भनेर पनि भन्ने गरेका छन् तपाईँले भनेको कुरामा केही सत्यता छ यो कुरामा म पनि समर्थन गर्छु कि बालेनले गरेको सबै कुराहरू मैले केही एउटा कुरा पनि गलत भनेको छु मात्रै मान्छेलाई भोको राख्ने खालको वातावरण सिर्जना भयो नि तपाईँको यो पेट त तपाईँले नै बिहान खाना खानुहुन्छ मैले नै खाएँ अर्काले खायो अनि यो सडकमा काम गर्ने मान्छेले पनि त खानु पर्ला नि त मात्रै कुरा के चाहिँ हो भने उहाँहरूलाई पनि विस्थापित जुन ढङ्गले गरियो यो चाहिँ ठिक छैन विकल्प मात्रै विकल्प सहितको विस्थापित गर्नुहोस् भने न हो तपाईँको 2-3वटा कुरा गर्नुहोस् ल त के हो त यो 2 घन्टाको लागि यो एरियामा तपाईँहरूले 4 घन्टाको लागि यो ठाउँमा यो बजार लाग्छ तपाईँहरूको त्यहाँ लगेर यो पसल व्यवस्थित गर्नुहोस् भनेर भन्नुभएको छ त बालेनजीले यस्तो फुटपाथ व्यापारीहरू अब भाडामा लिएर व्यापार गर्न सक्ने अवस्था पनि छैन उनीहरूको तपाईँले देखेको विकल्प चाहिँ कहाँ के हो होइन मैले एकदम तपाईँको एकपटकको हाम्रै देशको यस्तै समस्याबाट अनि व्यावसायिक ढङ्गमा सिर्जित भएको हाम्रो चाहिँ यो भिरकुटी मण्डपको जुन बजार छ नि यो पनि कुनै बेलाको फुटपाथहरूको व्यवस्थापन हो तपाईँलाई कति याद छ होइन हो त्यस्तै ढङ्गले अब यो समयको र अनि अर्को कुरा महानगर जुनै समयमा पनि जिम्मेवार हुनु पर्यो के एक समयमा मात्रै होइन
आज चाहिँ 50,000लाई व्यवस्थापन एक ठाउँमा गरिदेला अथवा 20,000लाई गरिदेला त्यसमा किनकि तपाईँको फेरि मेरो भनाइ चाहिँ के पनि छ भने निरपेक्ष ढङ्गले म यहाँ फेरि समर्थन गरिरहेको छैन सापेक्षिक ढङ्गले समर्थन गर्छु सापेक्षिक भन्नुको अर्थ के हो भने यहाँनिर चाहिँ 50,000 भाडा तिरेर भित्रपट्टि ऊ राखिरहेको छ उसको आफ्नो एउटा मजाको सोरुम छ अनि त्यसको बाहिरपट्टि चाहिँ यो मेरो एरियाले भेट्छ भनेर त्यहाँ बाहिर पनि फेरि पसलहरू राखेको हामीले देखाएको छौँ है फेरि यो कुरा चाहिँ हो त्यस्ता व्यापारीहरूको पहिचान गर्नु पर्यो सबभन्दा पहिला र उनीहरूलाई त्यहाँबाट हटाउनु पर्यो त्यो हटाएको ठिक छ तर उनीहरू भित्र हुन्छन् भनेपछि उनीहरूलाई पनि त्यो अगाडि नराख्नुपर्ने अवस्थामा चाहिँ कुनै ठाउँमा व्यवस्थापन गर्नुपर्छ कुरो यति हो व्यवस्थापनभन्दा अरूको केही पनि छैन तपाईँको एउटा कुरा चाहिँ के हो भने मान्छेको चाहिँ जुन आफ्नो घरको चुलो बाल्ने खालको वातावरण चाहिँ सिर्जना गर्नुपर्छ व्यवस्था गराउँ वैकल्पिक व्यवस्था गराउँ वैकल्पिक खालको रोजगार गर्ने ठाउँ दुरुस्त गरौँ त्यो ठाउँ गएर हामी व्यापार गर्न तयार छौँ भनेर हामीहरूले भनिरहेका छौँ हाम्रो साथीहरूले भनिरहेको भएको छ तर तपाईँ जबरजस्ती गरिरहनु भएको छ के तपाईँलाई ती जबरजस्ती गर्नुको लागि काठमाडौँ महानगरपालिकाका जनताहरूले त्यो कुर्सीमा पुर्याएका हुन् भन्ने सोच्नु भएको छ भने म फेरि पनि भन्न चाहन्छु नेपालमा लाखौँ लाख ठुला धनी बडा मात्र होइन सडकदेखिन चक्कर चुनाउने हिन्दीहरूले ल्याएको यो लोकतन्त्रमाथि तपाईँले धावा गरिरहनु भएको छ हामीलाई यो मान्ने छैन त्यस अर्थमा तपाईँले बुझ्नुपर्दछ यसलाई मैले सुने यसलाई राजनीतिक